बसौँ नाच्नु है छाम छाम नाच्नु है छाम छाम पुतली रोली घरमा सबैलाई स्वागतम माया जन्मुसुमा झिम सानो नजिकौ परेली भुतुकै हुन्छुमा नाच्नु है छाम छाम नाच्नु है छाम छाम पुतली रोली घरमा सबैलाई स्वागतम माया जन्मुसुमा झिम सानो नजिकौ परेली भुतुकै हुन्छुमा झिम सानो नजिकौ परेली भुतुकै हुन्छुमा ए कहिले बर्खा कहिलेको झारे कहिलेको झारे आज डोरी गाउने हो रातभरि माया जान पुन्छुमा झिम सानो नझिम्क्याउ परेली भुतुकै हुन्छुमा कहिलेको झारे ओइ रन्मया आज त कस्तो सुनसान भएको है हाम्रो डोरी हो त है गेस्टहरू पनि आएको छैन कस्तो सुनसान भएको ओइ सुन त भन् त त्यो हिजो आएको धनमिली दाईलाई बोला न हिजो तँलाई नम्बर दिएर गएको होइन र ए त है त्यो दाइको त नम्बर छ नि मसँग बोला न बोला आज कस्तो मन पनि आएको छ हिजो रेकर्ड पनि मेट या यो पनि रक्सी भने सिउरुकै हुन्छ सुक्यो रसै दिने भमरा कहाँ पुग्यो माया जन्मुसुमा झिम सानो नजिकौ परेली भुतुकै हुन्छुमा यारै सुक्यो यारै सुक्यो रसै दिने भमरा कहाँ पुग्यो माया जन्मुसुमा झिम सानो नजिकौ परेली भुतुकै हेलो दाई नमस्ते सच्चै हुनुहुन्छ हेलो नमस्ते को बोलेको म पुतली रोटी घरबाट पुतली बोलेको ओहो पुतली हो के साल खबर अनि तिमीले डोरीको लागि फोन गरेको होला म त सुतिसकेँ त यार एकैछिन भयो नि आउनु न बरु केही खानु पर्दैन एकै झलक हेर्छु अनि जानु तिमीले भनिसकेपछि नआउ पनि कसरी ठिकै छ म रेडी भएर निस्किन्छु नि त के खानुहुन्छ खोइ के खानु रे यार हिजोको यहाँनिर अहिलेसम्म छोडेको छैन म त तिमीलाई भेट्न मात्र आएको त्यही ह्याङमेटामा त बोलाएको नि आएपछि केही त खानै पर्ला ठिक छ मलाई एउटा बियर अनि भन न तिमी के खान्छौ म त केही खान्न तपाईँ आउनुभयो म त यसैमा खुसी ल अनि म एक्लै त कहाँ खान्छु त तिमी पनि के खाऊ नै 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 भयो म केही नखाने हुँदै हुँदैन अब कि म एक्लै मातेर बसौँ सँगै मातेर नै हस् त्यसो भए म जुस खान्छु नि सुन्नु न म एक ब्याग वाइन खान्छु ल बल्ल भने पुतली लाइनमा आएछ खाऊ न यतिखेर सम्पूर्ण कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै टेबल नम्बर 1 मा पाल्नुहुने धनवीर दाईसँगै पुतलीको लागि झम्के फुली नाकैमा गीत प्रस्तुत गर्दैछौँ स्वीकार्नुहोला नाकैमा बोला कि यसपालि
लाइट अफ गरिदिनु हुन एकैछिनको लागि लाइट अफ गरिदिनु होला। ल कार्ड छ त अब लास्ट एसएमएस गर्छु। ठिक छ, मेरो फोन कति दिन नउठाउनु रहेछ। फेरि एकचोटि गर्छु। हेलो हजुर भन त पुतली। किन हो र फोनै नउठाउने तपाईँले? अनि तिमीले भने जस्तो हुन्छ सधैँ? म आफ्नो काममा बिजी हुन्छु नि, के पऱ्यो भन न त्यस्तो। त्यसरी हुँदैन, तपाईँले मलाई आज जसरी पनि भेट्न पर्छ। तिमीले जति बेला भन्यो त्यति बेला भेट्न मिल्छ त, मेरो आफ्नो काम हुँदैन। लाइट अन गरिदिनु आजको होला। दिनबाट कहिले पनि नभेट्नुहोस्। तिमी जहिले पनि तनाव दिन्छौ यार। ठिकै छ, तँ पहिला भेट्ने गरेको कफी सपमा आऊ, म त्यहीँ आउँछु। भन के हो खास कुरो? तपाईँलाई एउटा कुरा भन्नुपर्ने छ, म एकदमै तनावमा छु। अनि भन न त, त्यही कुरा त सुन्न आएको म यहाँसम्म। तपाईँ त्यो दिनपछि कहाँ हराउनुभयो, कहाँ हराउनुभयो? तिमीले भनेको जस्तो हुन्छ? मेरो कामको तनाव हुँदैन, म बाहिर थिएँ कामले गर्दा। म त्यो दिनपछि रुँदै रुँदै हिँडिरहेको छु। किन? के भएर किन रुनु पर्यो? म प्रेग्नेन्ट छु। के भन्दैछौ तिमी? यो तिम्रै त हो। तिम्रो होइन, हाम्रो भन्नु। हाम्रो? कसरी हाम्रो हुन सक्छ? नचाहिने कुरा नगर त पुतली। तिमीलाई राम्रोसँग थाहा छ त्यो बेलामा हामीले सेफ्टी युज गरेका थियौँ। त्यो बेला तपाईँ पनि बेहोसमै हुनुहुन्थ्यो, म पनि बेहोसीमा थिएँ। के भयो केही पनि थाहा भएन, तर म त अहिले समस्यामा तिमी मात्र होइन, मलाई पनि पार्यो। यो तिम्रो समस्या हो, मलाई मुस्ने काम नगर। तिम्रो समस्या तिमी आफै सल्टौ। प्लिज प्लिज मलाई बुझ्नुहोस्। बुझ्ने होइन, दिमागले काम गरेको छैन मेरो। यो हाम्रो मायाको निशानी हो। यो हाम्रै मायाको निशानी हो भन्ने के प्रमाण छ तिमीसँग? जब आफ्नो इज्जत आफूले माया गरेको मान्छे नै आफ्नो हुँदैन भने म किन बाँच्नु? मर्दिन्छु उसो भए। ए पुतली, मरेर सबै समस्याको समाधान हुन्छ? पहाडदेखि कलाकार बन्छु भनेर मेरो बिरामी आमाको ढुङ्ग्री बेचेर काठमाडौँ आएकी हुँ म। अब कुन भोक लिएर फर्किउँ म? मेरा सबै सपनाहरू तपाईँले एकै पलमा तुहाइदिनु भयो। गल्ती तपाईँबाट पनि भयो, मबाट पनि भयो, तर यो गल्तीको सजाय मैले मात्रै भोग्नुपर्छ भन्ने के छ? त्यसो भने कि मलाई मारिदिनुहोस् कि मलाई स्वीकार्नुहोस्। अब म कहाँ जाऊँ? म पनि कसैको छोरी हो, कसैको बहिनी हो। मेरो ठाउँमा एकपटक आफ्नो बहिनीलाई राखेर हेर्नुहोस् त। पुतलीको कुरा एकदम ठिक हो। यदि त्यही ठाउँमा मेरो आफ्नै दिदीबहिनी भएको भए यो सोच्न सकिँदैन। यदि हामी दुवैबाट गल्ती भएको हो भने मैले पुतलीलाई स्वीकार्नै पर्छ। माया त मैले पनि उसलाई गरेकै हो नि। साँच्चीकै तिमीले आज मेरो आँखा खोलिदियो। मैले तिमीलाई कति धेरै रुवाएँ है। अब रुनु पर्दैन। खै हाम्रो मायाको चिन्ह हेर न, छोरी नै होला जस्तो छ। संसारका सबै चेलीहरूले ढिलै भए पनि मैले जस्तै बुझ्ने मान्छे पाउन्।